आदरणीय दर्शक सज्जन श्रोता धर्मानुरागी भक्तानुरागी महानुभाव भक्तिमयी माताहरू भावमयी पिताहरू भगवान श्री हरिका दिव्य लीलाहरूको पुरुषोत्तम मासका यी कथाहरूमा अब आएर हामी कहाँ छौँ त भन्दाखेरि 12औं अध्यायको बाँकी पाठहरूमा श्री नारायण उवाच पाठ हामीले गरिसकेका छौँ। लगभग अलिकति पाठ बाँकी छ। अब ती 800ले पाञ्चालीले यति राम्रो ठुलो तपस्या गरेका प्रभावले के भइन् त अर्को जन्ममा पाञ्चाली भएर यज्ञसेन राजाको यज्ञबाट फुत उठेर आउन पाइन्। जुरुक्कै यहाँबाट गइन् फेरि उताबाट आइहालिन्। त्यसैले जसले पुण्य कर्म गर्यो त्यो मानिस जहिले पनि सत्कर्ममा लाग्यो भने आइहाल्यो, मुक्ति पाइहाल्यो। अब त्यति हुने बित्तिकै अनि फेरि के कथा हुन्छ, नारायण भगवानले भन्नुहुन्छ, भगवानले पनि अब पुरुषोत्तमको अवहेलना गरेका कारणले तिमीलाई मैले ढिलो गरेको हो बचाउनलाई, तर बचाउन चाहिँ भक्तको लागि म बचाउँछु। के भने मामेव चिन्तयत्येव मदर्शनम् उस्सका, जसले मेरो दर्शन गर्छ भने म उसलाई अवश्य बचाउँछु भनिकन भन्नुभयो। मन्दम मन्दम समारोह रथम प्रेम परिप्लुत ययौ द्वारवती मेदान परावृत्ति अनुगच्छत। अनि भगवान यसरी आउनुहुन्छ। युधिष्ठिर आफ्ना भाइहरूका साथ तपस्याको नियम पालन गर्दै तीर्थाटन गर्न लागे। दिव्य पाञ्चालीले उस्तै शुभ कर्म भयो। जसले 14 वर्षसम्म यस प्रकारले गरिकन यो यज्ञ गर्यो, पुरुषोत्तमको व्रत बस्यो भनेदेखि 14 भुवनकै दुःखहरूबाट पार पाएर जीवनमा शुभ फल प्राप्ति हुन्छ। यसैले गर्दा यो व्रत सकिँदा त्यसको अन्तमा 14 वर्ष पुरा भएपछि कृष्णको कृपा निष्कण्टक शत्रुरूप काँडारूपी केही नभएको राज्य प्राप्ति हुन्छ। त्यसैले पञ्चपाण्डवहरूले पनि प्राप्ति गरेका थिए। यसैले गर्दा एतन् मासस्य महात्म्यं मतुलं मुनि सत्तम नाहं वक्तुं समर्थोऽस्मि कल्पकोटि शतेरपि। सुत उवाच पुरुषोत्तम मासस्य कृष्णद्वैपायनादहं महात्म्यं श्रुतवान् विप्रा भक्तु तदपि न प्रभु। अस्य महात्म्यम् अखिलं वेत्ति नारायण स्वयं अथवा भगवान् साक्षात् वैकुण्ठ निलयो हरि। ब्रह्मादि देवता नतपादपीठ गोलोकनाथेन स्वकीकृतस्य महात्म्यमेतत् पुरुषोत्तमस्य देवो न जानाति कुतो मनुष्य। यो कसैले बताउन सकिँदैन यो महात्म्य। त्यसैले गर्दा यो जसले चाहिँ अब पाञ्चाली भनेको 800 साक्षात् पञ्चपाण्डवकी जब अर्धाङ्गिनीको रूपमा रहेकी द्रौपदीले पनि यो व्रत बस्नाले जीवनमा सारा शुभ फल पाउनुभयो, पुण्य फल पाउनुभयो। हामीले पनि पुण्य फल प्राप्तिका लागि अवश्य पनि यो दिव्य लीलाहरूलाई सुनौँ, अवश्य शुभ फल मिल्छ। सबै कथा सकिएपछि भन्ने पुष्पाञ्जली सुनौँ, जय जयकार गरौँ। ओम उपनयतु मङ्गलं सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनयन दल निवेक्षण श्रीकृष्ण तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सधना सन्तु जीवन्तु शरदां शतम् यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्यस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। अतसी कुसुमोपमेय कान्तिर्यमुना कुलकदम्ब मूलवर्धि नवगोपवधू विलासशाली वनमाली वितनोतु मङ्गलम् न। ओम तत्सत् श्री कृष्णार्पणमस्तु भनेर जय जयकार गरौँ। ओम हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे भनेर वन्दना गरौँ। शुभ हुन्छ। जय होस्, मङ्गलै मङ्गल होस्, कल्याण होस्। ओम श्री विश्व शान्ति हो।